नेपालको चुनावमा हामी भोट हाल्दा याद छ नि 2वटा मतपत्रमा छाप लगाउँछौं। पहिलो त ठिकै छ आफ्नो क्षेत्रको नेतालाई, तर त्यो दोस्रो भोट जुन पार्टीलाई दिइन्छ त्यो समानुपातिक भोटले आखिर कसरी 110 जना सांसद छान्छ त? यो लाखौं भोटलाई सीटमा बदल्ने जुन हिसाब छ नि त्यो अलि घुमाउरो लाग्न सक्छ, तर संसदको अन्तिम तस्बिर बनाउने नै यसैले हो। ल आउनुहोस् आज यही समानुपातिक प्रणालीको गाँठो फुकाएर हेरौं। यो पूरा प्रक्रिया बुझ्न हामी 5वटा कुराहरू सरर हेर्नेछौं। पहिला, नेपालको यो मिश्रित प्रणाली के हो अनि समानुपातिक भनेको के हो? त्यसपछि त्यो 3% को हडल के हो अनि भोटलाई सीटमा कसरी बदलिन्छ र अन्त्यमा यसले संसदमा सबैको प्रतिनिधित्व कसरी सुनिश्चित गर्छ भन्ने कुरा हेर्छौं। ल सुरु गरौं पहिलो विषयबाट। नेपालको संसद बनाउने तरिका एउटा मात्र छैन, यो एउटा मिश्रित म्हणजे ब्लेन्ड खालको प्रणाली हो जहाँ 2 फरक फरक तरिकाले भोटिङ हुन्छ। हो, मतदान गर्दा हामी 2वटा मतपत्रमा छाप लगाउँछौं, हैन त? पहिलो मतपत्र हो प्रत्यक्ष चुनावको लागि, जसबाट 165 जना सांसद चुनिन्छन्। यसमा सीधा सीधा आफ्नो निर्वाचन क्षेत्रको उम्मेद्वारलाई भोट दिइन्छ र जसले सबैभन्दा धेरै भोट ल्यायो उही जित्यो। सरल छ। अब दोस्रो मतपत्र हो समानुपातिक प्रणालीको, जसबाट बाँकी 110 सीट भरिन्छ। यहाँनिर चाहिँ हामी कुनै व्यक्तिलाई होइन, सिङ्गो राजनीतिक दललाई भोट दिन्छौं अनि दलले देशभरि कति भोट पायो हो त्यही आधारमा उसले संसदमा सीट पाउँछ। ल अब हाम्रो पूरा ध्यान त्यही 110 सीटमा लगाऊं जुन समानुपातिक प्रणालीबाट आउँछ। समानुपातिक प्रणालीको सबैभन्दा गजबको कुरा के हो भने नि यसमा पुरै देशलाई एउटै निर्वाचन क्षेत्र मानिन्छ। यसको मतलब के हो भने कुनै पार्टीले देशभरि जति प्रतिशत भोट पाउँछ संसदमा पनि लगभग त्यति नै प्रतिशत सीट पाउने उसको हक लाग्छ। यसले कुनै दल राष्ट्रिय स्तरमा कति पपुलर छ भनेर सिधै ऐनामा देखाए जस्तो गर्छ। तर सीट पाउनु अघि दलहरूले एउटा ठूलो हर्डल पार गर्नुपर्छ। यसलाई हामी एउटा पहिलो फिल्टर पनि भन्न सक्छौं। हो, यो हो 3% को थ्रेशहोल्ड। समानुपातिक सीटको दौडमा सामेल हुनका लागि कुनै पनि दलले देशभरिको कुल सदरमतको कम्तीमा 3% भोट ल्याउनै पर्छ। यो पूरा खेलमा छिर्नका लागि चाहिने एन्ट्री टिकट जस्तै हो। र यो थ्रेशहोल्ड पार गर्न नसक्नुको परिणाम निकै ठूलो छ। 3% नकटाउने दलले एउटा पनि समानुपातिक सीट पाउँदैन, त्यो त छँदैछ, तर त्योभन्दा पनि ठूलो कुरा त्यो दललाई परेको हजारौं लाखौं भोट सीट बाँडफाँडको हिसाब किताबबाटै बाहिरिन्छ। मतलब एक हिसाबले ती भोटहरू खेर गए जस्तै हुन्छन् र गणनामै आउँदैनन्। ल अब प्रवेश गरौं सबैभन्दा चाखलाग्दो भागमा। आखिर त्यो भोटलाई सीटमा कसरी बदलिन्छ त? यो हिसाबको इन्जिनले काम कसरी गर्छ हेरौं है। सही कुरा। आखिर करोडौंको संख्यामा खसेको भोटलाई ठ्याक्कै 110 वटा सीटमा कसरी बाँडिन्छ त? यो प्रक्रिया मोटामोटी 4 चरणमा पूरा हुन्छ। पहिलो, कति भोट सदर भयो भनेर कुल संख्या निकालिन्छ। दोस्रो, त्यसमा 3% को फिल्टर लगाएर कुन कुन दल योग्य भए भनेर छुट्याइन्छ। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, एउटा सीट जित्न कति भोट चाहिन्छ भनेर एउटा जादुई नम्बर निकालिन्छ, जसलाई इलेक्टोरल कोशेन्ट भनिन्छ। अनि अन्त्यमा त्यही नम्बरको आधारमा दलहरूलाई सीट बाँडिन्छ। चिन्ता नगर्नुस्, एउटा उदाहरणले यो सबै कुरा एकदमै छर्लङ्ग पार्छ। ल यो हिसाबलाई सजिलोसँग बुझ्न एउटा काल्पनिक उदाहरण हेरौं है। कल्पना गरौं चुनावमा जम्मी 1 करोड 20 लाख मत खस्यो। अब पहिलो काम के हो त? सदर मत निकाल्ने। कुल खसेको 1 करोड 20 लाख मतबाट मानौ 10 लाख मत कुनै कारणले बदर भयो। अब त्यो बदर मतलाई घटाएपछि हाम्रो हातमा आयो कुल सदर मत 1 करोड 10 लाख। हिसाब किताब अब यही नम्बरबाट सुरु हुन्छ। अब आउँछ दोस्रो चरण, त्यो 3% को फिल्टर। मानौ हाम्रो उदाहरणमा जम्मा 4वटा दल ए, बी, सी र डीले मात्र त्यो 3% को बाधा पार गरे र उनीहरूले पाएको कुल भोट जोड्दा 90 लाख भयो। अब महत्त्वपूर्ण कुरा के हो भने सीट यही 90 लाख भोटबाट मात्रै बाँडिनेछ। बाँकी 20 लाख भोट जुन 3% नकटाउने साना दलहरूले पाएका थिए त्यो अब गणनाबाटै आउट भयो। अब आउँछ इलेक्टोरल कोशेन्ट। यो चाहिँ एकदमै महत्त्वपूर्ण संख्या हो। सजिलो भाषामा भन्दा यो भनेको एउटा संसदीय सीटको भाउ हो भोटको हिसाबमा। यसलाई निकाल्न एकदमै सजिलो छ। थ्रेशहोल्ड कटाएका दलहरूको कुल भोटलाई समानुपातिक सीट संख्या अर्थात् 110 ले भाग गर्ने।
हाम्रो उदाहरणमा 90 लाख योग्य मतलाई 110 सिटले भाग गर्दा इलेक्टोरल कोशिएन्ट कति आयो त? लगभग 81,818। हो, यही हो त्यो जादुई नम्बर जसले अब कुन दलको पोल्टामा कति सिट पर्छ भनेर निर्धारण गर्छ। र अब अन्तिम चरण, हरेक दलले पाएको भोटलाई हामी त्यही इलेक्टोरल कोशिएन्टले भाग गर्छौं। जस्तै 40 लाख भोट पाएको दल ए को भागमा पर्यो लगभग 49 सिट। त्यसैगरी 30 लाख भोट पाएको दल बीले पायो 37 सिट, 15 लाख भोट ल्याएको दल सीले 18 सिट र 5 लाख भोट पाएको दल डीले करिब 6 सिट। हेर्नुस् त, यसरी नै 110 सिटको बाँडफाँड पूरा हुन्छ। तर कथा यहाँ सकिएको छैन। सिटको संख्या त निस्कियो, तर ती सिटमा को बस्छन् भन्ने कुरा पनि यो प्रणालीको एउटा एकदमै महत्त्वपूर्ण पाटो हो। अब कुरा गरौँ कोटा प्रणालीको। अब हेर्नुस्, दलहरूले जितेको सिटमा आफूले चाहेको जोसुकैलाई पठाउन पाउँदैनन्। देशको जुन सामाजिक विविधता छ त्यो संसदमा पनि देखियोस् भनेर कानूनले नै हरेक समुदायको लागि कोटा तोकिदिएको छ। जस्तै खस आर्यको लागि 31.2%, आदिवासी जनजातिको लागि 28.7%, मधेसीको लागि 15.3% र यस्तै अन्य समुदायको लागि पनि सिट सुरक्षित गरिएको छ। मतलब जितेको सिटमा यिनै क्लस्टरबाट मान्छे पठाउनु पर्यो। यति मात्रै होइन, अरू पनि एकदमै कडा नियमहरू छन्। दलहरूले समानुपातिक सूचीमा पठाउने उम्मेद्वारमध्ये आधा मतलब 50% महिला हुनैपर्छ। त्यस्तै पिछोडिएको क्षेत्र र अपाङ्गला भएका व्यक्तिहरूको लागि पनि छुट्टै कोटा छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने दलहरूले चुनाव हुनुभन्दा अगाडि नै निर्वाचन आयोगमा कुन क्लस्टरबाट को भनेर 1, 2, 3 गर्दै क्रम मिलाएर बन्द सूची बुझाइसकेका हुन्छन्। चुनाव जितेपछि त्यही सूचीको प्राथमिकता क्रम अनुसार नै सांसद छान्नुपर्छ। पछि गएर ल यसलाई होइन उसलाई पठाउँ भन्न पाइँदैन। अनि यो प्रणालीको एउटा सबैभन्दा शक्तिशाली पक्ष पनि छ। हाम्रो संविधानले संसदमा कम्तीमा 33% महिला हुनै पर्ने ग्यारेन्टी गरेको छ। अब यदि प्रत्यक्ष चुनावबाट यो संख्या पुगेन भने के गर्ने त? हो, त्यहीँनिर यो समानुपातिक प्रणालीले काम गर्छ। दलहरूले आफ्नो समानुपातिक सिटबाट थप महिलालाई पठाएरै भए पनि यो 33% को आँकडा पूरा गर्नै पर्छ। यसले महिला सहभागितालाई ल भइहाल्छ नि भन्ने तहबाट उठाएर अनिवार्य र सुनिश्चित बनाउँछ। अन्त्यमा हेर्दा यो प्रणाली भनेको गणितको सूत्र र सामाजिक न्यायको कोटाको एउटा जटिल मिश्रण रहेछ। के यो सबैलाई समेट्ने, प्रतिनिधित्व गराउने सबैभन्दा उत्तम बाटो हो वा यसका आफ्नै चुनौतीहरू सहितको एउटा सम्झौता मात्र हो? यो प्रश्न साँच्चै विचारणीय छ।